हेलो नमस्ते। आज त राष्ट्रिय धान दिवस हो। दही चिउरा खाने दिन हो। शुभकामना व्यक्त गर्न चाहन्छु मेरो साथीभाइ इष्टमित्र आमा बाबा तथा दिदीबहिनीहरूलाई सबैलाई हार्दिक शुभकामना। असार 15 को दिवसमा आज सबैलाई ह्याप्पी होस्, राम्रो हुनु। सबैजनाले दही चिउरा खाएर मनाउनुहोस् होला, धान रोपेर दिवस मनाउनु होला। सबैजनालाई शुभकामना। हामी त अब यस्तै हो प्रदेशको जीवनमा रलपल यसो सानोतिनो भिडियो बनाउनु मन लाग्यो, त्यही भएर सबैजनालाई सम्झना छ। सबैलाई मिस यु, मेरो साथीभाइ फ्रेन्डहरूलाई सबैलाई यसो मर्निङ ड्युटी छ, त्यही भएर सबैजनालाई राम्रो स्वच्छ होस्, स्वास्थ्यका लागि राम्रो होस्। जहाँ गयो भने नि धान रोप्नु होला राम्रो तरिकाले। आज मजाले धानमा लडीबडी गरेर मजाले जस्तो पाए नेताहरूलाई नबोलाउनुहोस्, आफैले नै राम्रो गर्नुहोस्। लास नेताको घरमा गएर उद्घाटन गरेर हाँस्छ गरेर काम छैन। झोले नेताहरूदेखि सुरक्षित हुनु। 84 मा पुरै भव्य तरिकाले हराउनुपर्छ ठुटे नेता पुरानहरूलाई। धान रोपे जस्तो रोपिदिनुपर्छ हजुरहरूलाई। यस्तै छ, मजाले राम्रो हुनु होला, स्वस्थ हुनु होला सबैजनालाई। म पनि हेल्दी हुन्छु स्वास्थ्यका लागि। हरेक ठाउँमा उभिनुपर्छ, त्यही भन्न चाहन्छु साथीभाइ इष्टमित्रलाई। राष्ट्रिय धान दिवसको शुभकामना व्यक्त गर्न चाहन्छु मेरो साथीभाइ इष्टमित्रलाई। यसरी नै सानो भिडियो क्लिप बनाएको सबैजनालाई जय नेपाल पशुपतिको नाथले रक्षा गरून्। सबै मेरो फ्रेन्डहरूलाई जय नेपाल।